हर्क साम्पाङले होइन श्रीमान प्रधानमन्त्रीमा उठेको हो कि श्रीमती उठेको हो भन्दै विरोध गरिरहेछन् नि होइन। किन विरोध गरेको भनेर भनिरहेछन् क्या मान्छेहरूले। त्यो विरोध गर्न नि जरुरी छ। हामीलाई फेरि एकचोटि शेरबहादुर देउवा र आर्जु देउवा राणा जन्माउनु छैन नेपाली पोलिटिक्समा। आर्जु देउवा राणालाई पनि कसैले त्यसरी नै विरोध गरेर सुरुमै रोकिदिएको भएदेखि आज सायद यो हालत हुँदैन थियो। मान्छेहरूले यतिसम्म भन्न भ्याए कि अरे आफ्नो श्रीमान हो, हक अधिकारको कुरा हो सुद्धा भन्न भ्याए। जनताको नेतामा सबैभन्दा पहिला हक अधिकार जनताको हुन्छ। आर्जु देउवा राणाको श्रीमान त झन् कतिचोटि प्रधानमन्त्री भएको, सो मेनी टाइम्स। ओ माई गड, मेरो बुढा प्रधानमन्त्री, कम टु मी फर्स्ट। पहिला म कहाँ आउने, टिकट चाहियो, कम टु मी। त्यसरी नै सुरु भएको थियो होला नि त होइन। सुरुमा श्रीमती बन्ने, त्यसपछि सांसद बन्ने, त्यसपछि टिकट बाँड्ने। अबको राजनीति भनेको नैतिकताको राजनीति हुनुपर्छ, निष्ठामा उभिएर राजनीति गर्नुपर्छ। हर्क साम्पाङले भने जस्तै मङ्गोलियामा प्रधानमन्त्रीले राजीनामा दिनु परेको थियो। किन भन्दाखेरि उसको परिवारको लग्जरियस लाइफस्टाइल होइन सोसल मिडियामा भाइरल हुँदाखेरि स्क्यान्डल मचिएको थियो। कन्ट्रोभर्सी मचिँदाखेरि उसले राजीनामा दिनु परेको थियो। त्यस्तो खालको निष्ठावान राजनीति हुनुपर्छ। नातावाद र कृपावाद मुर्दाबाद। हाम्रो नेपाल कस्तो छ, नेपाली जनता कस्ता छन्, यहाँ हेर्नुहोस् भिडियोमा। यस्तो स्थिति भएको नेपालको लिडरको परिवारको चाहिँ यस्तो स्थिति सुहाउँछ? सुहाउँदैन। विरोध गर्नुपर्छ, सुहाउँदैन। होला आफ्नै सम्पत्ति होला, तर नेताको परिवारले यसरी सम्पत्ति फ्लेक्स गर्न मिल्दैन। यसरी फ्लेक्स गर्नु भनेको हाम्रो नेपालको यस्तो जनताहरूलाई भनेर जिस्क्याएको हो, मिल्दैन। तपाईलाई फ्लेक्स गर्नु छ आफ्नो सम्पत्ति, क्यापिटलिस्ट हुनु छ भनेदेखि तपाईँ बिजनेस गर्नुहोस् न होइन। बिजनेस गर्नुहोस्, पैसा कमाउनुहोस्, फ्लेक्स गर्नुहोस्। नेता भएर होइन, जनताको नेता हुनुपर्छ। त्यसै हर्क साम्पाङ अ रेभोल्युसन भनेको होइन। धेरै कुरा चेन्ज गर्न जरुरी छ। रेभोल्युसन चाहिएको छ नेपाली पोलिटिक्समा। नेताको श्रीमती भनेको हर्क साम्पाङको श्रीमती जस्तै हुनुपर्छ, त्यागी। सल्युट गर्छु म्याम तपाईँलाई। अब आउने लिडर्सहरू, प्लिज डोन्ट फ्लेक्स योर property in social media. Don't flex your luxury in social media. तपाईहरूलाई पनि फेरि मानी 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 भन्ने ट्रेन्ड चलाउनु पर्छ। तपाईँहरू पनि विरोध गर्नुहोस् हर्क साम्पाङको, गर्नुहोस् न। तपाईँहरू कस्तो विरोध गर्नुहुन्छ? हर्क साम्पाङले विरोध गर्यो भनेर विरोध गर्नुहुन्छ। हर्क साम्पाङले एजेन्डामा संस्कारमा विरोध गरिरहेछ क्या। तपाईँहरू पनि विरोध गर्नुहोस् न। विरोध गर्यो भनेर विरोध गर्ने। राजनीति भनेको निष्ठामा उभिएर गर्नुपर्छ। यो हर्क साम्पाङको भनाइ हो। जय माटो, जय हर्कवाद, जय नेपाल।